हेलो आदरणीय संयोजक अनि फलोसरमा मेरो न्यानो अभिवादन हार्दिक नमन। आजको दृश्य तपाईहरुलाई देखाउन लागिरहेछु नेपाल र इन्डियामा डुबान भएको दृश्य, त्यो पनि स्थानीय भद्रपुर मेची पुलमा भएको दृश्य। मेची पारी पनि घरहरु डुबानमा भएको छ भने वारी पनि डुबानमा भएको छ। यो दृश्य तपाईहरु आफै हेर्नु होला र यदि तपाईहरु यता कता हुनुहुन्छ, यदि नदीको आसपासमा हुनुहुन्छ भने हेर्नुस् त यो दृश्यलाई। यो दृश्य हेर्नु घरै डुबाउनु परेको छ। यदि आसपासमा हुनुहुन्छ भने तपाईहरु सुरक्षित स्थानमा बस्नु होला। अझै पानी पर्ने सम्भावना रहेको छ। दृश्य हेर्नुस्, तपाईहरुले एकदम सुरक्षित स्थानमा रहनु होला। यो म भिडियो तपाईहरुलाई देखाइरहेछु। यो जुन दृश्य छ, मेची नदी अत्याधिक मात्रामा बढिरहेछ। अझै रातिको भन्दा केही घटेको छ। पारीपट्टि जुन पिच रोडमै पानी परेको थिएछ। हामी आउँदा अलिकति सुकेको थियो, फेरि पनि पानी परिरहेछ र बढ्ने सम्भावना छ। त्यसैले सचेत हौं हामी सबैजना। अनि यहाँसम्म पनि यो मेची इन्डिया जाने बाटो, यो जुन पिचमा इन्डियाको दृश्य तपाईलाई देखिरहेको छ। यहाँ पनि धेरै घरहरू डुबानमा परेको छ। दृश्यलाई देख्नुहोस्। जुन दृश्य यहाँ चेक पोइन्ट थियो, जुन नेपालको चेक पोइन्ट हो। पानी जताततै जलमय नभएको छ। क्लिपलाई हेर्दै गर्नु होला। लाइक कमेन्ट नयाँ साथीहरूले फलो गरिदिनु होला, सेयर पनि गरिदिनु होला। धन्यवाद। हेर्दै गर्नुहोस् क्लिपलाई।